खाना खाना है गाइज हामीले चाहिँ यहाँ सुकुटी चाउमिन भुट्न लागेको छौँ। अब हामीले मासु भुटिरहेको छौँ। चाउमिन यहाँ छ। हाम्रो खाजामा चाहिँ आज नानी हुनुहुन्छ कुक। मन तपाईँले भुट्ने नानी भाइले भुट्नुहुन्छ मन त कहिले कहिले मात्र। साथीहरू हामीले यहाँ चाउमिन भुटेको होइन, बाबुले मागिराखेको यहाँ चाउमिन भुटिरहेको छौँ होइन। खै माग त बाबु माग त ल पकाइले खाने पकाइ यो खाऊँ त अरे लगे खालो ए मागे गर्नु न के मागेको छ तिमीले के मागेको न्यौ भन न कुपले न्यौ भन न न्यौ भन न चाउमिन न्यौ भन न जम्मै चाउमिन हाल्दा यति नहुँदो रहेछ जम्मै चाउमिन हाल्दा यति नहुँदो रहेछ भनेको त मासु के त्यहाँबाट धेरै देखेको रहेछ। बहुत मिठो हुन्छ यो चाउमिन। सेतै छ भनेर नगर्नु नि फेरि मोबाइलमा मात्रै यस्तो सेतो आएको कम त राम्रो प्रत्यक्ष। बाबुले झन् मागे गरे यहाँ पकाउन लाउँदाखेरि। मिठो छ है मिठो छैन मागी छौ है तिमीले मागिरहेको चक्लेट समात त चक्लेट समात 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 हाम्मा गर मलाई म खान्छु कि मामा खान्छु के कस्तो लोभी छ नि दा ल्याउन म खान्छु भन्दा नि नदिने हेर न म खान्छु के उसले बोक्नु छ मलाई आमा नदिने खुचो तर नि दिन्न म तर नि दिन्न हेर्नु साथीहरू मम्मीले माग्छ नि दिन्न अहिले यस्तो लोभी छ यस्तो नदिने हेर्नुहोस् त उसलाई चाहिँ जे पनि दिने रे मैले माग्दा चाहिँ केही पनि नदिने यस्तो नि छोरो हुन्छ भनेको लोभी छोरा हो त तर चाहिँ मैले बुबु दिने जम्मै दिने बुबु दिने साबा दिने छैन म दिन्न अब तिमी अब बुबु दिन्न मिठो अनि मिठो हो है तिमीले हातले त चुपा गर्छु पाङ्लाई छु पाङ्लाई किन ओ माई गड टु गर सानो टु गर कालो के खाएको खै देखाउ त मामालाई ओ चकलेट हो ओ मोनी कति मिठो छ मामाले ल्याऊ मामाले ल्याऊ सानो मामालाई ल्याऊ भनेको कहाँ हेरे मजाले खेलिरहेको छ त्यो बाबुले त्यही भएर यता हेरिरहेको हेर्नुहोस् है गाई चाहिँ दिदी यहाँ यस्तो दिदी चाहिँ भाइ जस्तो हो भाइ चाहिँ दिदी जस्तो भाइ उहाँ ज्ञानी भएर बसे ह दिदी जसरी भाइ जसरी चकचक गर्ने जसरी दिदी यहाँ चकचक गरिरहेको छ कि हेर्नुहोस् न यस्तो छ भने दिदी उहाँ 7 वर्ष पुगिसक्यो त्यही पनि केटी चाल हेर्नु न भाँडाकुटी खेलेर बसिरहेकी छिन् भाइ चाहिँ आदमी तरिकाले बसेको छ हेर्नुहोस् न टु पनि गर्छ भाइ चाहिँ यस्तो भला आदमी तरिकाले बसेको छ दिदी उहाँ चकचक गरेर भाइ मुनि चाहिँ हामी बुढो बस्नु भएको छ यहाँ यसरी छोरोले यस्तो गरेर के गरेको होला छोरोलाई ओ बुढो के गरेको हो त्यसरी बाबुले टु गरेर हेर्नु न कस्तो ज्ञानी छ कि मेरो छोरो त आमाको त गएर बेसरी ज्ञानी छ के गर्ने
बाउको त गएको भए त यस्तो नेप्रेकै हुन्थ्यो होला नि है कालु मेरो छोरो को चाहिँ ज्ञानी छ नि को चाहिँ ज्ञानी छ हो न कुलुङ कुलुङ गर्छु ल कुलुङ कुलुङ गर्छु हो न मिठो छ मिठो भन्नु नि मामालाई मिठो भन त मिठो भन्न सानो यस्तरी अवस्था नानी के गरेको के हो नि खै देखाउ त ओ माई गॉड खेलाउने कुरा हो अनि तिम्रो नाम के हो यता आएर भन न कति क्लासमा पढ्छौ 2 क्लासमा कति वर्ष भयो तिमी 7 मिठी खाएको सर्का भयो अनि तिमी के तिम्रो उमेर कति भयो मेरो उमेर 20 वर्षको 20 वर्ष भयो र साँच्चीकै के 20 वर्ष भयो त बिहा गरेर नि नानी पाउने बेला भइसकेको छौ त्यहाँ नि 13 ए 13 गफ नान छिटो भन 13 त अनि उमेर भन्न नि आउँदैन उमेर भनेको मतलब के हो एज के एज 7 भयो अनि भाइको माया कतिको लाग्छ त नि सबभन्दा धेरै माइजूको माया लाउँछ कि भाइको माया लाउँछ दुईटाकै अनि मामाको माया लाउँछ कि माइजूको मामाको लाउँदैन अनि भाइको माया लाउँछ कि मामाको मामा भान्जीले त मामाको माया लाउँदैन अरे मामाको माया लाउँदैन अरे भान्जीलाई त के गर्ने हो मामा त मन दुख्यो अब भान्जीले माया लाउँदैन कि मामालाई मन दुखिहाल्यो नि अब चढेको आँखा मान्दाले बुढो ल गाइज हामी चाहिँ यस्तो बसिरहेको अब खाना खाने बेला हुन लागिसक्यो हाम्रो कहाँ जाने होला भारुकुटी के पकाउनु लाग्यो त नि भाइलाई नि खेलाऊ भाइलाई नि खेला बाबु दिदीसँग खेला है दिदीसँग खेलास् दिदीलाई देऊ साथीहरू खेलिरहेको छ नि यहाँ 2 जना भएपछि त खेलेर बस्छन् साथीहरू हेर्नुहोस् न यहाँ बाबुले यस्तो अवस्थामा हेर्नु त बोलाउनलाई यस्तो कुर्सीमा यसरी राखेर आफ्नै ब्लगलाई दिएर हेर्नुहोस् नि आफ्नै ब्लगलाई दिएर यसरी गाडी दिएर यसरी बोलाउन पर्ने छ नि भान्जी नानी नै उहाँ आफ्नै पारामा ऊ मोबाइल हेरिराखी छिन् अनि भाइ पनि आफ्नै पारामा मोबाइल हेरिरहेको छ म चाहिँ वहाँ पकाइरहेको छु है म चाहिँ वहाँ पकाउँदैछु मेरो छोरो र भान्जी चाहिँ आफ्नो पारामा खेलिरहेको छन् यसरी हेर्नुहोस् है साथीहरू कति ज्ञानी बच्चाहरू छन् है एउटा आफ्नै पारामा एउटा आफ्नै पारामा तर साथमा मोबाइल चाहिँ हुनु पर्यो है मोबाइलको पावर यति धेरै रहेछ ठुलोलाई नि सानोलाई नि ठुलो मान्छेलाई नि मोबाइल नभए नहुने सानो मान्छेलाई नि मोबाइल नभए नहुने ओ माई गड आजभोलिको जमाना कहाँबाट कहाँ पुग्यो होला है साथमा मोबाइल चाहिँ चाहियो अरू नभए नि भयो के फरक परेन मोबाइल चाहिँ चाहियो होइन हो मोबाइल चाहिन्छ
अरू भाउस किनोस् मोबाइल चाहिँ एनी हाउ चाहियो मोबाइल भएन भने के हुन्छ अड्काउन पर्यो फेरि यसरी हो नि त अड्काउने उल्टो गरेर हेर त डिम्पल ल्याइदिनु नानी कता खाने डिम्पल ओ माई गड कस्तो राम्रो डिम्पल रहेछ नि त मेरो भान्जीको त ल यहाँ कस्तो बाटो लाग्यो हामीले यस्तो खेलाइरहेको छ इन्जोय गरिरहेको छ यिनीहरू किचनमा इन्जोय गरिरहेको छन् ल साथीहरू हामी चाहिँ अब बदम खन्नतिर लागिरहेको छौँ अब बदम खन्ने है यता चाहिँ हुनुहुन्छ कहाँ जानु लाग्यो हो न म नि जान्छु मेरो चप्पल के अरे भेट्न नआउने हिजो गएको त म सुतेछ आऊ त यताबाट आऊ नानी यताबाट आऊ साथीहरू हामी चाहिँ बदम खनिरहेको छौँ यहाँ बदम छ नानी लाने रे घर अनि यहाँ बदम खन्नलाई यस्तो तमतार बिहानभरि बिहान चिया खाएर आउनुभएको बिहानभरि लागि परेको होइन हाम्रो बदम चाहिँ हाम्रो बदम बारी चाहिँ यस्तो छ हेर्नुहोस् है सबै बदम बारी हो यो सब बदम बारी यो सबै देखियो नि यो सब बदम हो यहाँदेखिबाट यहाँ उतापट्टि चाहिँ तोरी लगाएको छ यो सब बदम है ल गाइज ल बदम खन्ने मान्छेहरू चाहिँ यहाँ हुनुहुन्छ बदमको बुटा यस्तो हुन्छ साथीहरू बदम त कसैले देख्दैन नि त है बुटा यस्तो हुन्छ भनेर बदमको बुटा कस्तो हुन्छ भनेर सोध्नुहुन्छ भने यस्तो सोच्नुहुन्छ भने यस्तो हुन्छ बदमको बुटा यस्तो हुन्छ क्या बदमको बुटा यो सबै बदम है थुप्रै पो भएर चाहिँ बदम त है फल्यो यति खन्नु भएर चाहिँ बदम खाने मान्छेहरू हेर्नुहोस् न कति धेरै हुनुहुन्छ यत्रो यहाँदेखिबाट यता चाहिँ घाँस लाउने हो यति खन्नु भएछ कि यति खन्नु भएछ बल्ल साह्रो हो कि होइन नि बदम चाहिँ यति भएछ यी साथीहरू हेर्नु त आमा 10 लिटरकोमा 10 लिटर हो कि कति लिटर हो यो 3 लिटर हो 3 लिटर 3 लिटर हो र 3 लिटरकोमा भरिनु लागेछ है कहाँ ए यता नि रहेछ नि त अनि दिदी जाने रे दिदी त घर जाने रे तिमी जान्नु छोरोले नि हेर्नु कोटीले दिदी जान्नु ह ले 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 लु जा खन्न ओइ खनलाई भन्नु सक्ने लेखाइन यहाँ खन्न राखेका हो ओ माई गड मेरो छोरोको काम हेर्नुहोस् लौ राख हेर्नुहोस् म खन्छु राख्छ है म याद दिन्छु तिमी राख यति भएछ सबै बदम है साथीहरू हामी चाहिँ यहाँ खनिरहेको छौँ नि बिग्रेको छोरोले मोटो पनि हुनुहुन्छ यहाँ हेलो भन मिठो भयो बदम खाऊ त बदम मिठो भयो कलर भाइटिकाको कलर जम भएर यो खा यहाँ खन यहाँ मैले त काँचो खानु मन लाग्दैन
मन ढोकाबाट छिरी बित्ती त उडिदै गएर अँगालो मारे पछि त रातै तल्देको नानीले बाबुले त्यस्तो डल्ला भित्र हुँदो रहेछ है। पहिला बाबुले लगाइदियो अनि नानीले यसरी लगाइदियो कि एउटा खाएर हेर मान्छे टिका मात्रै लगाइदिन्छ मलाई चाहिँ भाइको छोरी आएर त्यहाँ आलु लाउने बसेको बाबुले त नानी यस्तै माटो त यहाँ ठु पारिदिए त्यो नानी त हेर्नुहोस् यस्तो पोटिलो छ कि यस्तो पोटिलो छ यी बदाम त्यो भयो पनि नभने गिरिसमा के यस्तो दामी। एउटा कुट्रो कहाँ पऱ्यो त नि उको फलामको डाँस भएको भिड भएको कता पऱ्यो त त्यही दाउरातिर घुसेर आएको के त्यति छ होला जराउने आउँदो रहेछ जस्तै लाग्छ के अरे त्यही जरा जस्तो पुर्यो भन्ने रहेछ कि फल्ने पुर्यो भने फल्ने त नि अझै यसो गएको ठाउँमा यसो गरेर गोड्दै यसो गरेर खाउनु त नि यो त कुहिएको रहेछ। त्यसरी फल्ने हो के अरे एकपल्ट त कोद्रो गाह्रो हुन्छ गोड्नुले कसले गोडिरहन्छ र अलि मजाले खान एउटा निक्लेन दिदीलाई दादाले खानेको एउटा नि आएन बदम खाली बदाम खायो भन हाम गलेको हो। हो त्यसरी खाने हो फुपू दिनुहोस् भन न दिनुहोस् फुपू भन खनिरहेको छ छोरोले। खाना खाना आज खाना बदाममै खान लाग्छ अरे बदाममै खान लाग्यो। खाना न खाना जिन्दगी यहाँ खाना अलि मजाले खान आज मजाले खान। यहाँको घाँस काट्यो हो बदामको खोल चाहिँ माथिको चाहिँ काटिसकेर तल जरा जरामा त खन्नु। कस्तो पाउँदो रहेछ बदाम हेर्नुहोस् त साथीहरू हेर्नुहोस् है यतिको बदाम चाहिँ हुनु पर्यो है। छोरो बदाम खाने हो बदाम खाने हो बदाम खाने हो ए कति मजाले बसेर रहेछ बाबु त म जस्तै गरेर यस्तो बदाम हेर त यसले खन्नै दिन्न के दिन्न आउ जाम घर जाने आउ आउ बाबालाई गर्नु देऊ बाबालाई अहिले के अरे फुपूले लाने हो रे के अलिकति तेरो पुसैले यस्तै भुटेर खाने नसुकाइकन भुटेर खाने कि प्याज हुने मनपर्छ यतिको लाने भुट्ने यस्तै के यस्तै जाँगरीले छोरो हेर्नुहोस् साथीहरू नहुने कति जाँगरीले छोरो उनीहरू सानो बाई बाई गर बाई 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 यहाँ लाउने भएर अनि हाम्रो साथीहरू बदाम तिमी अन गऱ्यौ स्कुल हो दिदी हामीले बदाम खनेर अब सकिन लायो ल हाम्रो भिडियो यही अन्तिम भयो है साथीहरू बाई बाई लौ राख बाई 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 बाई।